जय मसी सम्पूर्ण ख्रिस्ट प्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हजुरहरू सम्पूर्णलाई मेरो ख्रिस्टीय अभिवादन जय मसी टक्राउन चाहन्छु। आज म हजुरहरूको निम्ति भजन सङ्ग्रह 91 को 1 देखि 16 सम्म पाठ गरेर तपाईहरुलाई यो भिडियो देखाउन गइरहेको छु। तपाईहरुले पढेर हेरेर सुनेर तपाईहरु आशिषित हुनुभएको होस् भनी म प्रार्थना परमेश्वरसँग गर्दछु। भजन सङ्ग्रह 91 को 1 देखि 16 सम्म चाहिँ यस्तो लेखिएको छ। 1. जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्रछायामुनि रहन्छ। 2. परम प्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु। 3. निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनु हुनेछ। 4. उहाँले तिमीलाई आफ्ना प्वाखहरूले छोप्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ। 5. तिमी रातको ठुलो त्रासदेखि र दिनमा उडेर आउने भाँडादेखि डराउने छैनौ। 6. न त अन्धकारमा फैलिने रूढीदेखि न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 7. 1000 जना तिम्रो नजिक लोट्लान् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक त्यो आउने छैन। 8. तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ। 9. यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने परमप्रभुलाई जो मेरो शरणस्थान हुनुहुन्छ। 10. तिम्रो कुनै अनिष्ट हुने छैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउने छैन। 11. किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। 12. तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्। 13. तिमीले सिंह र गोमललाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ। 14. परमप्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउने छु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। 15. त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। 16. लामो आइदिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन आमेन आमेन। फेरि पनि हजुरहरूलाई जय मसी भन्न चाहन्छु। हजुरहरूले यो भजन सङ्ग्रह 91 को 1 देखि 16 सम्मको पदहरू पढेर सुनेर आशिषित हुनु नै भयो होला। हजुरहरू यो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने हजुरहरूले सेयर, कमेन्ट, लाइक एन्ड सब्सक्राइब गरेर बेल आइकन पनि दबाइदिनु हुन विनम्र अनुरोध गर्दछु। हजुरहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् भनी म परमेश्वरसँग प्रार्थना गर्दछु। हजुरहरूको समक्ष यस्तै भिडियो लिएर फेरि पनि आउने छु। तबको लागि म आज बिदा हुन चाहन्छु। हजुरहरूलाई यो भजनहरू कस्तो लाग्यो, यो भिडियो कस्तो लाग्यो पक्का तपाईहरुले कमेन्टमा लेख्नु हुने नै छ भन्ने म हजुरहरू समक्षमा विश्वास गर्दछु, आशा भरोसा गर्दछु। हजुरहरूलाई फेरि पनि जय मसी जय मसी जय मसी।